गाइस यो बच्चाहरू छ नि यहाँ आज सरस्वती पूजा रहेछ कि हामी यहाँ ग्यास भर्न आएको थियो जङ्गलीहरू मिडल फिङ्गर देखाएर चाइना हे बन्दाहरू भन्छ त योहरूले के भन्नु खोज्यो भने आया गले हात गाइस आज 27 कति तारिक हो आज 23 तारिक जनवरीदेखि चाहिँ गरम महिना स्टार्ट भएछ हामीलाई आजको ब्लग स्पेसली बिहान हामी ग्यास ल्याउनु गएको थियो गाइस हो हामीलाई एउटा भैयाको नानीहरूले चाहिँ चाइनिज बन्दा भनेर खाना दिएको छ यो मान्छे चाइनिज हो हेर्नुहोस् चाइनिज जस्तो देख्छ मलाई चाइनिज हो तिमी यता हेर्नु हामीलाई चाहिँ बिहान के भन्छ त्यसलाई सरस्वती पूजाको दिन साला रेसिस्ट नानीहरूले चाहिँ हामीलाई चाइनिज भनेको छ जस्तो म देखाउँछु अब त्यो नानीहरू कस्तो छ अब चाहिँ ड्युटी निस्केको कि म त्यो नानीहरू देखाउँछु ल गाइस यहाँ पर चाहिँ सरस्वती पूजा मनाउँदै रहेछ हो यहाँ एउटा बाजे र नाति रहेछ बाजेको छेउमा नातिले चाहिँ मेरो साथीलाई मिडल फिङ्गर पनि देखायो होइन कस्तो खालको बाजे नाति बा ऊपर सरस्वती पूजा हुँदैछ भनेपछि अब विद्याको लागि पूजा गरेको होला हो अर्कालाई चाइनिज अरे मिडल फिङ्गर देखाएर यस्तोहरूले चाहिँ सरस्वती पूजा गर्छ टक्क त्यो पनि यत्रो चोक्टाहरू फेरि पूजा चाहिँ यहाँ हुँदो रहेछ गाइस हो हिजो बेलुका यहाँ प्रोग्राम हुँदै थियो सरस्वती पूजा यस्तो हुँदो रहेछ यहाँ चाहिँ जुनै पूजा पनि हेब्बी ठुलो मनाइदिँदो रहेछ क्या अफिस पनि आइपुग्यो हिँड्दै हिँड्दै हो यस्तो गरम भयो आजदेखि चाहिँ यो चाहिँ मेरो अफिस अलिक छेउमा लगेर देखाउँछु ल यो चाहिँ मेरो अफिस हो यहाँ जानुपर्छ अब 9 घन्टा काम गर्नुपर्छ आउनुपर्छ मेट्रो बनिँदैछ यता आधी घन्टाको बाटो हो हेभी गरम लागेछ अब यस्तो छ यो चाहिँ हाम्रो 10 तला माथि छ हो मजाको छ डिजाइनहरू दिनभरि गाडी कुदिबस्छ ओके बाई बाई गाइस